हिजो मैले सोसल मिडियामा एउटा भिडियो हेरेँ कि एकजना दार्जिलिङकै ड्राइभर भाइ हुनुहुँदो रहेछ। उहाँले भन्नुभएको रहेछ सिलगढीको ड्राइभरहरू त माध्यमिक पनि पास छ कि छैन, तर दार्जिलिङको चाहिँ ड्राइभर दाजुभाइहरू सबै पढा लेखा छ, ग्रेजुएसन गरेकोहरू मात्रै छ भन्नुभएको रहेछ। अन्त ग्रेजुएसन गरेकोहरूले चाहिँ एकजनालाई मात्रै टार्गेट गर्छ। अस्ति जुन चाहिँ हामीले धर्ना गरेको थिएँ सिलगढी जङ्सन एसडिएम अफिसको बाहिर, त्यो धर्नामा त थुप्रो तराईको ड्राइभर दाजुभाइहरू थिए नि त। उनीहरूले आफ्नो आफ्नो मनको व्यथाहरू भन्दै थिए नि त। उनीहरूलाई के प्रब्लम हुन्छ दार्जिलिङमा जाँदा त्योहरू भन्दै थिए नि त। 3-4 जना पढा लेखा ड्राइभर दाजुभाइहरूले चाहिँ दार्जिलिङको उनीहरूले चाहिँ त्यो भिडमा चाहिँ मलाई टार्गेट गरेको थियो रहेछ। त्यहाँ त 200-300 जना ड्राइभर दाजुभाइहरू थियो। त्यत्रो भिडमा चाहिँ मलाई मात्रै टार्गेट गरेको, मेरो मात्रै नाम लिँदै तिमीहरूले भिडियो बनाउँदै हालेको। त्यहाँनिर थुप्रो ड्राइभर दाजुभाइहरूले आफ्नो आफ्नो मनको व्यथाहरू भन्दै थियो। अन्त तिमीहरूको पढा लेखा बुद्धि यति नै हो? तिमीहरूले मलाई टार्गेट गऱ्यो भने पनि केही पनि नाप्नु सक्दैनौ। म ड्राइभर दाजुभाइहरूको सपोर्टमा बोल्छु, चाहे त्यो पहाडको होस्, चाहे तराईको होस्, चाहे डुवर्सको होस्, चाहे सिक्किमको ड्राइभर दाजुभाइहरू होस्। कोही माथि पनि अन्याय र अत्याचार भयो भने म बोल्छु। निहाल भाइको टाइममा पनि म पुगेको थिएँ, तर निहाल भाइकै गल्ती छ। दार्जिलिङ सदर थानामा उसले गएर एफआइआर किन दियो? हामीले त भनेको थिएँ निहाल भाइलाई खदा लगाएर 2 हात जोडेर भए पनि माफी माग्नु लगाउँछु भनेको थियो। जसले हिर्काएको थियो नि त्यो रेडी पनि भएको थियो। अन्त गल्ती चाहिँ निहाल भाइकै छ नि यसमा। थुप्रै ड्राइभर दाजुभाइहरू भएर एनजिपी थानामा आयो, निहाल भाइ पनि आयो, त्यहाँनिर एफआइआर गर्यो प्रदीप सरकारको नाममा। प्रदीप सरकारलाई पुलिसले एरेस्ट गरेर कोर्टमा पठायो। जब कोर्टमा केस पुगिसकेपछि त्यो दोषीलाई पुलिसले एरेस्ट गरिसकेपछि चाहिँ फेरि चाहिँ त्यो निहाल भाइलाई किन माफी माग्नु? के चिजको म्युचुअल? त्यो कुरा त त्यही च्याप्टर बन्द हुनुपर्छ नि त। त्यहाँदेखि चाहिँ चालु भएको भाया मिरिक जानु दिन्दिन, भाया सिटोङ जानु दिन्दिन भनेर चाहिँ त्यहाँदेखि चालु भएको। त्योभन्दा अगाडि त कुदिरहेको थियो त। भाया मिरिक, भाया सिटोङ, दार्जिलिङमा साइट सिनहरू पनि गर्दै थियो त। त्यति बेला चाहिँ भाइहरूले किन नरोकेको? बाहिरबाट टुरिस्टहरूले आफ्नै गाडी लिएर आउँछ त, बाहिरको नम्बर प्लेट भएकोहरू। उनीहरू दार्जिलिङको हरेक कुना कुनामा साइट सिनमा आफ्नै गाडी लिएर साइट सिन गर्दै गरेको हुन्छ त। तिनीहरूलाई चाहिँ किन नरोकेको? तिनीहरूलाई रोकेर देखाउन पहिला।